मित्रहरू नमस्कार। अघिल्लो भागमा हामीले एउटा एकदमै मौलिक प्रश्न फन्डामेन्टल क्वेसन उठाएका थियौँ कि के हो प्रश्न के हो उत्तर? कि हाम्रो मनले आफैले प्रश्न उठाउँछ र उत्तर पनि आफैले दिन्छ। उत्तर त्यस्तै विचार के प्रश्न पनि आफै उठाउँछ मनले, उत्तर पनि आफैले दिन्छ। र यही द्वन्द्वात्मक अवस्थाबाट बाहिर निस्कनका लागि मानव जातिले मानव समाजको विकास क्रममा एउटा यस्तो अद्भुत प्रक्रिया डेभलप गर्यो। त्यो प्रक्रियालाई हामीले वैज्ञानिक प्रक्रिया भन्छौँ, साइन्टिफिक मेथोलोजी, जहाँ चाहिँ 3वटा शक्तिशाली एकदमै पावरफुल तर एकदमै सिम्पल स्टेप्सहरू छन्, जसमा चाहिँ 1 नम्बरमा हामी अनुमान गर्छौँ कि के हुन सक्छ। त्यो अनुमान गरेको कुरालाई दोस्रो नम्बरमा एउटा परीक्षण योग्य भविष्यवाणी गर्न सक्नु पर्यो। यदि यो सही हो भने के देखिनु पर्यो, त्यो कुरा चाहिँ दोस्रो नम्बरमा चाहिँ भन्न सक्नु पर्यो कि भविष्यवाणी के हो। र तेस्रो नम्बरमा गरेको भविष्यवाणीलाई परीक्षणमा लिएर जानु पर्यो र टेस्ट गर्नु पर्यो, एक्सपेरिमेन्टली भेरिफाई गर्नु पर्यो र जुन चाहिँ बारम्बार गर्न सक्नुपर्छ, रिपिटेबल एक्सपेरिमेन्टल भेरिफिकेसन, जो चाहिँ बारम्बार जाँच्न सकियोस्। यसरी हामीले यस्तो एउटा संयन्त्र, एउटा प्रोसेस बनायौँ जसले हाम्रो सोच, जो चाहिँ हाम्रो मस्तिष्कभित्र हुन्छ, हाम्रो एउटा सोच, हाम्रो विचार र वास्तविकता, जो चाहिँ हाम्रो मन, हाम्रो मस्तिष्कभन्दा बाहिर हुन्छ, मभन्दा बाहिर छ संसारमा, त्यो वास्तविकता, र मेरो मनमा छ सोच, विचार, मेरो आफ्नै लजिक, र यो सोच र वास्तविकता बीचको एक किसिमको बफर, एउटा एक किसिमको पुलको निर्माण गर्ने काम चाहिँ यो वैज्ञानिक पद्धतिले गर्यो। र यो पद्धति त हामीले स्थापित त गर्यौँ, तर एउटा गहिरो प्रश्न उठ्छ कि के यो वैज्ञानिक प्रक्रिया, यो पद्धति आफैले संसारमा यत्रो ठुलो परिवर्तन लिएर आयो? कसरी लिएर आयो त? यो त एउटा पद्धति भयो, ओके, माने, मान्छेहरूले ठिक छ भने, तर कसरी चाहिँ यसले यत्रो ठुलो वैज्ञानिक क्रान्ति गर्यो? के शक्ति थियो? के हो त्यस पछाडिको त्यो शक्ति जसले चाहिँ यो पद्धतिलाई चाहिँ एउटा वैज्ञानिक क्रान्तिको रूपमा दियो, जसले गर्दाखेरि हाम्रो समाज यति विकसित र यति रूपान्तरण भयो। किनभने हामीले हाम्रो समाजमा हाम्रो इतिहास हेर्ने हो भने धेरै वैज्ञानिक क्रान्तिहरू देखिसक्यौँ। हाम्रो 17औं शताब्दीमा त्यतिखेर चाहिँ इन्डस्ट्रियल रेभोल्युसन भएको थियो, औद्योगिक क्रान्ति भएको थियो, र त्यसको श्रेय चाहिँ त्यतिखेरको एउटा विज्ञानको ब्रान्च, जसलाई चाहिँ थर्मोडाइनामिक्स भनिन्छ, जहाँ चाहिँ इनर्जी कसरी इफिसियन्टली ट्रान्सफर हुन्छ, फर्स्ट ल सेकेन्ड ल, त्यसको कारणले गर्दाखेरि चाहिँ एउटा इन्डस्ट्रियल रेभोल्युसन भयो, जहाँ चाहिँ स्टिम इन्जिनहरू, डिफ्रेन्ट इन्जिनहरू आए। एउटा क्रान्तिको उदाहरण त्यो भयो। त्यस्तै विद्युत क्रान्ति भयो, इलेक्ट्रिसिटीमा रेभोल्युसन भयो त्यतिखेर, फराडे जस्ता वैज्ञानिक, टेस्ला, निकोलस टेस्ला जस्ता वैज्ञानिकको कारणले गर्दाखेरि चाहिँ इलेक्ट्रिकल रेभोल्युसन भयो। अनि पछि आएर चाहिँ क्वान्टम रेभोल्युसन भयो कि हाम्रो संसारलाई सूक्ष्म रूपमा बुझ्ने, फन्डामेन्टल चाहिँ बेसमा बुझ्ने एउटा सिद्धान्त आयो, जसले गर्दा एक किसिमको क्रान्ति लिएर आयो वैज्ञानिक भौतिकवादी सोचमा। त्यसलाई चाहिँ क्वान्टम क्रान्ति पनि भनिन्छ। त्यसपछि विकास हुँदै गर्दाखेरि चाहिँ डिएनएका विकास भए, अनि बायोमेडिकल टेक्नोलोजी आयो, जसले गर्दाखेरि चाहिँ हामीहरू पहिलाभन्दा अहिले धेरै बाँचेका छौँ, मान्छेको लाइफ एक्सपेक्टेन्सी बढेको छ। त्यस्तै कम्प्युटरको क्रान्तिले चाहिँ डिजिटल युगको सुरुवात भयो, अनि अहिले हामी चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स, एआईको युगमा छौँ, एआई रेभोल्युसनमा छौँ, र भविष्यमा सायद अहिलेको नजिकैको ढोकामा हेर्दाखेरि चाहिँ
देखिने अर्को क्रान्ति भनेको क्वान्टम कम्प्युटेसन, क्वान्टम कम्प्युटरको क्रान्तिलाई पनि लिइन्छ। यसरी हाम्रो समाजमा चाहिँ वैज्ञानिक क्रान्तिहरू आए र भविष्यमा आउनेछन्, किनभने यो एउटा क्रान्ति ज्वालाको रूपमा अगाडि बढिरहेको छ र जसले गर्दाखेरि समाज परिवर्तन, मोडर्नाइजेसन हुँदैछ र यो सबै चाहिँ जुन प्रोसेस, यो साइन्टिफिक प्रोसेसबाट स्टार्ट भएको र यो प्रोसेसलाई अगाडि बढाउने कारक तत्त्व के हो भन्ने चाहिँ एउटा मूलभूत प्रश्न आउँछ। एउटा शक्ति के हो भन्ने चाहिँ त्यो खोजको एउटा प्रश्न आउँछ र मलाई लाग्छ त्यो शक्ति भनेको एउटै शब्दमा भन्नुपर्दाखेरि त्यो शक्ति हो शङ्का, डाउट, शङ्का। जब हामी शङ्का गर्न थाल्छौँ, हामी के भन्छौँ कि साँच्चीकै यस्तै हो, कि म झुक्किएको त होइन, कि अरू नै यथार्थ हुन सक्छ कि, यस्ता प्रश्नहरू निस्किन्छन् शङ्काबाट। र शङ्का शब्दलाई क्याटेगोराइज गर्ने हो भने यो चाहिँ प्रश्नको क्याटेगोरीमा पर्छ, किन उत्तर भन्दा पनि प्रश्न हो यो। त्यसकारण यो प्रश्नले नै, प्रश्न गर्ने क्षमता, यो प्रश्न गर्ने साहसले नै मानव सभ्यतामा, मानव समाजको यति धेरै प्रगति भएको र साइन्टिफिक रेभोल्युसन पनि भएको हो। र अब यसो कल्पना गरौँ कि तपाईँ कुनै सडकमा हिँडिरहनु भएको छ र भनौँ न काठमाडौँको कुनै सडकमा, न्यू रोडको बिचमा त्यहाँनिर अचानक एउटा सेतो भैँसी देख्नुभयो र तपाईँलाई अचम्म लाग्छ, सेतो भैँसी। अनि सोच्न सक्नुहुन्छ होला कि सेतो भैँसी कसरी जन्मियो, अचम्मको कुरा। तर यदि साँच्चीकै वैज्ञानिक सोच भएको व्यक्ति त्यहाँ छ भने उसले सेतो भैँसी कसरी जन्मियो भनेर सोध्नुभन्दा पनि अगाडि के सोध्छ अरे भन्दाखेरि चाहिँ त्यो भैँसीलाई सेतो रङ कसले लगायो भन्ने कुरा सोध्छ अरे। यो एउटा भनाइ मात्र, तर यसको रुट भनेको चाहिँ शङ्कामा छ। शङ्कालाई चाहिँ अलिकति जस्टिफाई गर्नलाई मैले यो उदाहरण लिएर आएको, एउटा सिम्पल उदाहरण। उसले सायद गएर पुस्छ होला पानीले, अनि बल्ल चाहिँ डिएनए अथवा चाहिँ कसरी यो कहाँबाट हाइब्रिड अथवा केबाट जन्मियो भने खोजमा लाग्छ होला। तर पहिलो प्रश्न साइन्टिफिक माइन्डले गर्ने भनेको चाहिँ शङ्का गर्ने, इस्ट्याब्लिस मान्यतालाई चाहिँ ग्रान्टेड, गिभन फर ग्रान्टेड चिजमा चाहिँ क्वेसन गर्ने, त्यसैले नै हामीलाई यो समयसम्म लिएर आएको हो। र यस्तै एउटा शङ्काको कुरा उठ्दाखेरि चाहिँ एउटा इक्जाम्पल चाहिँ के छ, हाम्रो सुरुवाती साइन्टिफिक रेभोल्युसनको सुरुवाती छेडमा चाहिँ एकजना वैज्ञानिक थियो, ग्यालिलियो ग्यालिली। र उसको एउटा सानो उदाहरण चाहिँ के थियो भन्दाखेरि त्यो पनि इन्ट्रेस्टिङ छ। ग्यालिलियोको समयमा त्यतिखेर चाहिँ एउटा कुरा सबैले सहज रूपमा के मानेका थिए भन्दाखेरि चाहिँ गरुङ्गो वस्तु चाहिँ पृथ्वीमा चाँडै खस्छ र हलुका वस्तु चाहिँ ढिलो खस्छ भन्ने चाहिँ एउटा इस्ट्याब्लिस मान्यता थियो सबैको। किन भन्दा मानव इतिहासको 10,000 वर्षको इतिहासमा लगभग झन्डै 9,500 वर्षसम्म पनि त्यही मान्यता थियो कि गरुङ्गो चिज अभियसली चाँडै खस्छ, हलुङ्गो चिज बिस्तारै खस्छ पृथ्वीमा भन्ने चाहिँ एउटा मान्यता थियो। किनभने त्यो अनुभवबाट त्यस्तो लाग्थ्यो हामीलाई, त्यो एक्सपिरियन्सबाट हामीलाई त्यस्तो लाग्थ्यो, लजिकल्ली हामीलाई त्यस्तो लाग्थ्यो, हाम्रो कमन सेन्सले त्यस्तो देख्थ्यो। तर ग्यालिलियोले, किनभने उनी चाहिँ ऊभन्दा अगाडिका चाहिँ एउटा अगाडिको जेनेरेसनका एकजना वैज्ञानिक थिए, आर्किमिडिज भन्ने। आर्किमिडिजको नाम पनि हामीले सुनेका होलौँ। आर्किमिडिजले चाहिँ त्यतिखेर चाहिँ एउटा मेजरमेन्ट, एउटा इम्पेरिकल आइडियाको चाहिँ उनले चाहिँ इस्ट्याब्लिस गरेका थिए। आर्किमिडिजको चाहिँ अब छुट्टै कहानी छ, तर ग्यालिलियो चाहिँ ऊबाट प्रभावित भएर चाहिँ यो त मान्यता हो तर इस्ट्याब्लिस मेजरमेन्ट त भएको छैन,
त्यही भएर उसले यो कुरालाई प्रश्न गरे र उसले कल्पना के गरे भन्दाखेरि चाहिँ भनौँ न म चाहिँ त्यतिखेर चाहिँ अब त्यहाँनिर इटलीमा जन्मेको थिएँ। उसले के कल्पना गरे भने टावर अफ पिजा भन्ने छ त्यहाँनिर। त्यो टावरमाथि म चढेर 100 किलोको भनौँ न फलामको एउटा ढक अथवा वस्तु म खसाल्छु र एक सर्टेन टाइममा यति समयमा त्यो खस्छ भन्ने उसले कल्पना गरे। र इस्ट्याब्लिस मान्यता के थियो भने अब 50 किलोको ढक खसाल्यो भने त ढिलो खस्नुपर्छ 100 किलोभन्दा। 100 किलो त चाँडै खस्छ। उसले के कल्पना गरे भन्दाखेरि त्यही 100 किलोको ढकलाई चाहिँ 2 टुक्रा बनाएको कल्पना गरे र 2टा टुक्रा खसेको कल्पना गरे। र इस्ट्याब्लिस आइडिया मान्यता अनुसार त अब 50-50 किलोको खस्दाखेरि त 100 किलोभन्दा त ढिलो खस्नुपर्ने। र उसले के पनि कल्पना गरे भन्दाखेरि 100 किलोकै ढकलाई बिचमा चाहिँ एउटा काल्पनिक तरिकाले फुटाएर 50-50 किलो बनाएछन् र भनौँ कुनै गम अथवा सुपर ग्लु टाँसेर खसाइरहेछन् भने 100 किलो हुँदाखेरि चाहिँ त्यो चाँडै खस्ने अरे। त्यसलाई चाहिँ 50-50 किलोको छ तर सँगै खसाउँदाखेरि चाहिँ टाँसिएर खसाउँदाखेरि चाहिँ 50-50 किलोको चाहिँ ढिलो खस्छ त भनेर उसलाई चाहिँ एकदम काउन्टर इन्ट्युटिभ लाग्यो चाहिँ यो चाहिँ केही गडबडी छ यसमा भनेर त्यो कुरालाई चाहिँ उसले चाहिँ त्यतिखेर फ्लोरेन्समा थिए। उसले फ्लोरेन्सको आफ्नो ल्याबोरेटरीमा चाहिँ एउटा चाहिँ एक्सपेरिमेन्ट गरे त्यो कुरालाई सिद्ध गर्नको लागि कि उसले टावरमा चढेर खसायो भन्ने त भनिन्छ होइन, तर वास्तविकतामा चाहिँ उसले ल्याबभित्र बसेर एउटा ऱ्याम्प जस्तो बनाए। ऱ्याम्प भनेको यस्तो ओह्रालो जस्तो काठको बनाए र त्यहाँबाट चाहिँ गुड्काए 2टा त्यस्तै आकारका वस्तुहरू, जस्तै कि मानौँ फलामको बल र प्लास्टिकको बल अथवा के थियो त्यतिखेर हल्का र गरुङको चिज एउटै आकारको एकै समयमा गुड्काउँदाखेरि चाहिँ 2टै एउटै समयमा खसे। र उसले रिपिटेटिभ एक्सपेरिमेन्ट गरेर के सिद्ध गरे भन्दाखेरि चाहिँ गरुङको हलुङ्गो जतिसुकै होस् सबै ओजनका चिजहरू समान समयमा पृथ्वीमा खस्छन्। गरुङ्गो हुनछ त्यो चाँडै खस्ने र हलुङ्गो हुँदछ ढिलो खस्ने होइन भन्ने कुरा चाहिँ उनले चाहिँ इस्ट्याब्लिस गरे। र यो चाहिँ हजारौँ वर्षदेखि इस्ट्याब्लिस अनुभवले, एक्सपिरियन्सले, लजिकले, कमन सेन्सले इस्ट्याब्लिस गरेको कुराले उसले चुनौती दिएर उसले प्रश्न गरे र त्यो प्रश्नलाई गलत सिद्ध गरेर नयाँ तथ्य, एउटा ब्रह्माण्डको नयाँ तथ्य, संसारको नयाँ तथ्य चाहिँ हामी सामु लिएर आए। र उसले के देखाए भन्दाखेरि चाहिँ विश्वासले होइन परीक्षणले मात्र सत्य भेट्न सकिन्छ। मलाई जतिसुकै लजिकल लागोस्, जतिसुकै चाहिँ कमन सेन्सले चाहिँ मेरो माइन्डले ओ यस्तो पो हुन्छ भनेर जतिसुकै लागोस्, जतिसुकै म विश्वास गरौँ, तर विश्वासले होइन परीक्षणले मात्र यथार्थ भेट्न सकिन्छ भन्ने कुरा चाहिँ उनले सिद्ध गरेर देखाए। र उनी त्यस्ता मानिस भए जसले चाहिँ प्रश्न असहज भए पनि त्यो प्रश्न समात्न छोडेनन्। किनभने ग्यालिलियोको कहानीमा हामीलाई थाहा छ त्यतिखेर उनले नै भनेका हुन् कि सूर्य पृथ्वीको वरिपरि होइन कि पृथ्वी चाहिँ सूर्यको वरिपरि घुम्छ र पृथ्वी चाहिँ सेन्टरमा हुन्छ। र त्यो कारणले गर्दाखेरि चाहिँ त्यतिखेरको इस्ट्याब्लिस, त्यतिखेरको धर्मले, त्यतिखेरको चर्चले, त्यतिखेरको सरकारले भनौँ उसलाई चाहिँ जेलमा पनि हालेको थियो कि उसको विचारको कारणले गर्दाखेरि, तर उसले त्यो विचार कहिले पनि छोडेन। त्यही कारणले प्रश्न असहज भए पनि प्रश्नलाई समातेर त्यस्ता व्यक्तिले नै वैज्ञानिक क्रान्ति गरेका हुन् र त्यसको सुरुवात सबै शङ्खाबाट उत्पन्न भएको हो र त्यसैले नै हाम्रो एउटा नयाँ युगको सुरुवात गर्यो र आज हामी यहाँसम्म आएका छौँ। त्यो केवल कसैले दिएको उत्तरको कारणले यत्रो यात्रा भएको होइन, यात्रा प्रश्नको उपहारको कारणले गर्दा हो। उत्तर भनेको बाइ प्रोडक्ट मात्र हो, तर त्योभन्दा पनि महत्त्वपूर्ण मानव समाजमा
प्रश्न हो र जुन प्रश्न यस्तो एउटा चिज हो जसले चाहिँ मानिसको कल्पनाबाट मानिसमा भएको मस्तिष्कमा भएको कल्पनाबाट भौतिक यथार्थमा लाने एउटा मार्ग दिन्छ। भौतिक यथार्थ त बाहिर छ, मेरो मस्तिष्कभन्दा बाहिर छ। मेरो मस्तिष्कमा अनेक कल्पना आउँछन्, अनेक विश्वास आउँछन्, अनेक लजिकहरू आउँछन्, तर त्यो लजिक, कल्पना, विश्वासबाट भौतिक यथार्थतर्फ लाने भनेको पनि यस्तै प्रश्नले नै हो। जहाँ प्रश्न हुन्छ त्यहाँ प्रगति हुन्छ। त्यस कारणले जाँदा जाँदै रेने डेकार्ड भन्ने चाहिँ एकजना फ्रेन्च वैज्ञानिक र फिलोसोफर पनि थिए। उसको एउटा भनाइ चाहिँ एकदमै फेमस छ कि आई थिङ्क देयरफोर आई एम भन्ने, म सोच्छु त्यस कारण म छु भनेर। र मलाई लाग्छ यसलाई चाहिँ मिलाएर आई थिङ्क देयरफोर आई एम भन्दा पनि आई डाउट देयरफोर आई प्रोग्रेस भन्न पनि अत्युक्तिकै पनि नहोला। किनभने डाउटले नै हामीलाई प्रोग्रेसमा लिएर जान्छ। अहिलेको लागि यति मात्र। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।